वर्ल्ड कप 2026 को ग्रुप सी को पहिलो गेम नेपाल र इङ्ल्यान्ड बीच हुनेवाला छ। एक साइड वर्ल्ड च्याम्पियन इङ्ल्यान्ड र अर्को साइड वर्ल्ड क्रिकेटमा चर्चित हुँदै गरेको नेपाल। वर्ल्ड कपमा नेपालको पहिलो गेम नै इङ्ल्यान्डसँग भएकाले वर्ल्ड कपको पहिलो गेमको रिजल्टले बाँकी हुने गेमहरूमा धेरै कुराहरू निर्धारण गर्ने हुँदा हामीलाई इङ्ल्यान्डको कमजोरी र स्ट्रेन्थ थाहा हुनुपर्छ। पछिल्लो 2 वर्षको आइसिसी टुर्नामेन्ट हेर्दा इङ्ल्यान्डको पर्फर्मेन्स सम्झन लायक छैन। त्यही कारणले इङ्ल्यान्डले यो वर्ल्ड कपको लागि आफ्नो अनुमानित बेस्ट 15 जनाको स्क्वाड अनाउन्स गरिसकेको छ। अन पेपर यो टिम एकदम नै डेन्जरस देखिन्छ, तर क्रिकेट कागजमा होइन ग्राउन्डमा खेलिने गेम हो। इङ्ल्यान्डको 15 जनाको स्क्वाड हेर्ने हो भने क्याप्टेनमा रहेको छन् ह्यारी ब्रुक। ह्यारी ब्रुक इङ्ल्यान्डको फ्युचर स्टार हुन्। उनी फियरलेस र मोडर्न टी20 क्रिकेट बुझ्ने प्लेयर हुन्, तर कहिलेकाहीँ ओभर एग्रेसिभ भएर विकेट दिन पुग्छन् र क्याप्टेन्सी पनि अहिलेसम्म टेस्ट भएको छैन। अर्को प्लेयर छन् जोफ्रा आर्चर। जोफ्रा आर्चरको पेस इङ्ल्यान्डको सबैभन्दा ठुलो विपन हो। एक्सप्रेस स्पिड, एक्युरेसी, बिग म्याच एक्सपिरियन्सले गर्दा उनी घातक बन्न सक्छन्, तर इन्जुरी प्रोन भएकोले लङ टुर्नामेन्टमा वर्कलोड म्यानेज गर्न गाह्रो हुन्छ। अर्का प्लेयर छन् रेहान अहमद। उनी यङ लेग स्पिनर हुन् र एकदम नै फियरलेस छन्। उनी विकेट टेकिङ माइन्डसेट भएको बलर हुन् र ब्याटिङ पनि गर्न सक्छन्, तर प्रेसर सिचुएसनमा एक्सपिरियन्सको कमीले रन्स लिक गर्न सक्छन्। अर्का प्लेयर छन् टम ब्याथन। टम ब्याथन एक्सप्लोसिभ ओपनर हुन्। उनले फास्ट बलरहरूलाई टार्गेट गर्ने गर्छन्, तर क्वालिटी स्पिन स्पेसल्ली लेग स्पिनको अगाडि स्ट्रगल गर्छन्। अर्का ब्याटर छन् जेकब बेथेल। जेकब बेथेल नयाँ तर म्याच्योर ब्याट्सम्यान हुन्। प्रेसर ह्यान्डल गर्न सक्छन्, तर इन्टरनेसनल एक्सपोजरको कमी छ। अर्का ताबडतोड ब्याट्सम्यान हुन् जस बटलर। उनी इङ्ल्यान्डको विकेट किपर पनि हुन्। जस बटलर इङ्ल्यान्डको अल्टिमेट म्याच विनर हुन्। एक्सपिरियन्स, पावर हिटिङ र वर्ल्ड क्लास विकेट किपिङले उनी चिनिने गर्छन्, तर अर्ली विकेट झर्ने बित्तिकै स्ट्रगल गर्ने गर्छन्। स्याम करन। स्याम करन स्मार्ट लेफ्ट आर्म पेसर हुन्। भेरिएसन्स, क्लच मोमेन्ट्स र ब्याटिङ सपोर्ट पनि दिने गर्छन्, तर र पेस नभएकोले फ्ल्याट पिचमा टार्गेट बन्न पुग्छन्। अर्का प्लेयर छन् लियाम डसन। लियाम डसन इकोनोमिकल लेफ्ट आर्म स्पिनर हुन्। कन्ट्रोल राम्रो छ, ब्याटिङ पनि रिलायबल छ, तर विकेट टेकिङ थ्रेट लिमिटेड छ, स्पेसल्ली एग्रेसिभ ब्याट्सम्यानको अगाडि। अर्का ब्याट्सम्यान छन् बेन डकेट। उनी स्पिनको एक्सपर्ट भनेर चिनिने गर्छन्। स्विप सट्स र क्विक स्कोरिङ उनको स्ट्रेन्थ हो, तर सर्ट पिच बलमा उनी डगमगाउने गर्छन्। अर्का प्लेयर छन् विल ज्याक्स। उनी एक हाई इम्प्याक्ट प्लेयर हुन्। बिग हिट्स र अफ स्पिन अप्सन दिने गर्छन्, तर प्रेसरमा इन्कन्सिस्टेन्सी र पोर सर्ट सिलेक्सन देख्न सकिन्छ। अर्का बलर छन् जेमी ओभर्टन। उनले जेन्युन पेस र पावर दुईटा दिने गर्छन्, तर कहिलेकाहीँ एक्सपेन्सिभ हुन पुग्छन्। अर्का वर्ल्ड क्लास स्पिनर छन् आदिल रसिद। मिडल ओभर्समा विकेट टेकिङ उनको मुख्य विशेषता हो, तर उनलाई सानो ग्राउन्डमा र एग्रेसिभ ब्याटरहरूले टार्गेट गर्न पुग्छन्। फिल सल्ट। उनी एक एक्सप्लोसिभ ओपनर हुन्। फास्ट स्टार्ट दिन्छन्, तर हाई रिस्क एक्सपोजले गर्दा फ्रिक्वेन्ट अर्ली विकेट दिने गर्छन्। जस टङ। उनले नयाँ बलमा बाउन्सर मुभमेन्ट दिने गर्छन्, तर डेथ ओभरमा एक्सपिरियन्सको कमी छ, त्यसैले डेथ ओभरमा उनी एक्सपेन्सिभ हुन्छन्। ल्युकुड। उनी लेफ्ट आर्म एङ्गल र स्विङ दिन्छन्, तर पेस एभरेज छ र फ्ल्याट पिचमा स्ट्रगल गर्ने गर्छन्। अब रियल कुरा नेपालको एङ्गलबाट हेरौँ। इङ्ल्यान्डको एग्रेसिभ ब्याटिङ स्टाइल लेग स्पिन अगाडि भल्नरेबल देखिन्छ। स्लो र टर्निङ पिच भयो भने इङ्ल्यान्डको पेस अट्याकको इम्प्याक्ट कम हुन्छ। नेपालले पावर प्लेमा आफ्नो विकेट्स रोक्न सक्यो, बलिङ गर्दा स्पिनमा प्रेसर क्रिएट गर्यो भने यो गेम एकदम नै इन्ट्रेस्टिङ हुन्छ। ओभरअल हेर्दा इङ्ल्यान्डको स्क्वाड स्ट्रङ छ, तर सबैभन्दा ठुलो कमजोरी यही हो, इन्कन्सिस्टेन्सी र प्रेसर ह्यान्डलिङ। र इङ्ल्यान्डको पनि पहिलो गेम भएकाले प्रेसर इङ्ल्यान्डमाथि नै धेरै हुन्छ। नेपालको लागि यो गेम सिर्फ रिजल्टको कुरा होइन, यो म्यासेज दिने मौका हो। नेपाल पनि अब इन्टरनेसनल क्रिकेटमा लाइटली लिन मिल्ने टिम होइन। अब तपाईँ भन्नुहोस्, नेपालले हिस्ट्री बनाउन सक्ला कि सक्दैन? कमेन्टमा आफ्नो प्रिडिक्सन लेख्नुहोस् र भिडियो मन परेको भए लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। धन्यवाद।